Hello, good morning, good afternoon, yeah, good evening, whenever you are watching this video. त आजको भिडियोमा हामी जुन क्लास 7 म्याथमेटिक्स इन्टिजर्स थियो त्यसको डिभिजन अफ इन्टिजर्स हामीले स्टार्ट गरेको थियौं प्रिभियस भिडियोमा। त त्यसलाई आज कन्टिन्यू गर्नेछौं र आजको भिडियोमा हामी इन्टिजर्सको जस्तै हामीले इन्टिजर्सको एडिसन र मल्टिप्लिकेसनमा तिनीहरुको प्रपर्टिज हेरेको थियौं नि। प्रपर्टिज मतलब कम्युटेटिभ भयो, एसोसिएटिभ भयो हैन त। अनि त्यस्तै प्रकारले क्लोजर प्रपर्टीहरु थियो। त्यस्तै प्रपर्टी हामी आज इन्टिजर्सको डिभिजनमा हेर्छौं कि दुईटा इन्टिजर्स डिवाइड गर्दा हैन दुईटा इन्टिजर्स डिवाइड गर्दा तीनटा इन्टिजर्सलाई डिवाइड गर्दाखेरि कस्तो के हुन्छ सो त्यो प्रपर्टिजहरु हेर्छौं आज हामी। त विदाउट वेस्टिङ मच टाइम आउनुहोस् डुबौं गणितको गहिराईमा। ओके, त हामीले डिभिजनमा खासै हामीले क्वेशन सल्भ गर्दाखेरि लाग्ने कुरा चाहिने कुराहरु त यो मैले जुन बक्समा बनाएको छु यति नै हो। यसलाई म बारम्बार रिपिट गरि नै बस्छु क्वेशन्समा, तर जुन कन्सेप्ट बुझ्नु छ ताकि हामीले लङ रनमा सजिलो परोस् हैन। कन्सेप्ट बुझ्नुको लागि चाहिँ अगाडिको हामीले गरेको भिडियोजहरु जुन छ डिभिजन्सको लागि या कुनै अरु पर्टिकुलर टपिक्सको लागि त्यो हेर्नु भयो भने तपाईहरुलाई कन्सेप्ट क्लियर हुन्छ। त्यो क्वेशन्स मात्रै गर्नुको लागि एक्जाम मात्रै पास गर्नुको लागि त यो बक्स इज इनफ डिभिजनको लागि चाहिँ, ठीक छ। त आज हामी स्टार्ट गर्छौं। पहिला हामी के गर्छौं, फर्स्ट प्रपर्टी मतलब पहिला हेरौं हामी फर्स्टमा क्लोजर, ठीक छ। क्लोजर प्रपर्टी हेरौं डिभिजनको लागि इन्टिजर्समा। क्लोजर प्रपर्टीले के भन्थ्यो, एडिसनमा के भन्थ्यो कि दुईटा इन्टिजर्स एड गर्यो भने हामीले रिजल्ट पनि के नै पाउनु पर्थ्यो, इन्टिजर्स नै पाउनु पर्थ्यो। इन्टिजर्स त सबैलाई याद छ 1 2 3 4 0 -1 -2 -3 त्योहरु इन्टिजर्सहरु हुन्। त एडिसनमा क्लोजर प्रपर्टी भनेको के हुन्थ्यो कि दुईटा इन्टिजर्स एड गर्यो भने हामीले जुन त्यसको रिजल्ट हुन्छ त्यो पनि इन्टिजर्स नै पाउनु पर्थ्यो। जस्तै मैले 2 + 3 गरे भने 5 पाउँछु जुन चाहिँ एउटा इन्टिजर्स नै हो। सो क्लोजर प्रपर्टी होल्ड गर्थ्यो एडिसनमा हैन। सिमिलरली मल्टिप्लिकेसनमा क्लोजर प्रपर्टी हो भने के हुनु पर्थ्यो, दुईटा इन्टिजर्सलाई मैले मल्टिप्लाई गर्दा त्यसको आन्सर या त्यसको रिजल्ट पनि इन्टिजर नै आउनु पर्थ्यो, ठीक छ त। त्यो हुन्थ्यो पनि मल्टिप्लिकेसनमा नि क्लोजर प्रपर्टी होल्ड गर्थ्यो अनि एडिसनमा पनि क्लोजर प्रपर्टी होल्ड गर्थ्यो। अब डिभिजनमा हेरौँ है त, डिभिजनमा चाहिँ होल्ड गर्छ गर्दैन। त डिभिजनमा होल्ड गर्नुको लागि म दुईटा इन्टिजर्स लिन्छु। जस्तै मैले लिए अरे मानिलियौ 4 / 2। मैले 4 लाई 2 ले डिवाइड गरे अरे। यो भनेको के हो, 4 लाई 2 ले डिवाइड गर्नु हैन। यो भनेको यो 4 लाई 2 ले डिवाइड गर्नु, यसरी लेख्छौं हामी। त 4 पनि इन्टिजर हो 2 पनि इन्टिजर हो। यसलाई म डिवाइड गर्दा 2 * 2 = 4। त रिमाइन्डर 0 आयो, मैले क्रस लगाइदिए। भनेपछि मेरो आन्सर कति आयो, 4 लाई 2 ले डिवाइड गर्दा मैले आन्सर 2 पाए जुन चाहिँ इन्टिजर हो, ठीक छ। यहाँसम्म ठिकै छ। तर क्लोजर प्रपर्टीको लागि के हुनु पर्छ कि मैले त खाली यो दुईटा 4 र 2 एउटा मतलब एक्जाम्पल पर्टिकुलर एक्जाम्पल लिएर गरे नि त। त क्लोजर प्रपर्टीको लागि सबै इन्टिजर्सको लागि यो ट्रू हुनुपर्छ। के ट्रू हुनुपर्छ कि दुईटा इन्टिजरलाई मैले डिवाइड गर्दा आन्सर पनि इन्टिजर नै आउनु पर्यो। त्यो चाहिँ सबै इन्टिजर्सको लागि हुनुपर्छ। इन्टिजर्स हाम्रोमा कतिवटा छ, धेरैवटा छन्। 4 र 2 मात्र त हैन, हाम्रो इन्टिजर्स थुप्रो छ, 0 1 2 3 4। सिमिलरली नेगेटिभमा पनि जान्छ -1 -2 -3। त हरेक इन्टिजर्सको लागि यो ट्रू हुनु पर्यो। त मैले त यो जानी मैले यो ट्रू हुने इन्टिजर्सको लागि टिपेको थिए, मैले मतलब लेखेको थिए। सो मेरो आन्सर इन्टिजरै आयो। त अर्को एक्जाम्पल लिउँ। जस्तै मैले लिए अरे 5 / 2। अब यो भनेको के हो, 5 लाई 2 ले डिवाइड गर्नुपर्छ हैन त। यो डिवाइड गर्नु हो नि त। त यसलाई डिवाइड गर्दा कति आउँछ, 2 * डिवाइड गर्दा सबैले आउँछ, आउँदैन भने पनि हेर्नुहोस् 2 * पहिला हामी के गर्छौं, 2 को टेबलमा सबभन्दा नजिक नम्बर जुन चाहिँ 5 भन्दा सानो छ त्यो कुन चाहिँ हो 2 को टेबलमा, 4 हो। 4 यहाँ मतलब मलाई यहाँ 4 चाहिन्छ। 4 कसरी आउँछ, 2 * 2 = 4 आउँछ। अब म के गर्छु, 5 मा 4 सबट्र्याक्ट गर्छु। सबट्र्याक्ट गर्दाखेरि के हुन्छ, 5 - 4 भनेको 1 हो। अब मेरो यो जुन 1 छ रिमाइन्डर
यो चाहिँ यो 2 भन्दा सानो हो। यो 2 लाई के भनिन्छ हामी डिभिडेन्ड, यो 5 लाई डिभाइजर, यो 2 आएको कोसेन्ट, यो भनेको रिमाइन्डर। ठीक छ। त मेरो यो जुन रिमाइन्डर आयो यो मेरो डिभिडेन्ड डिभिडेन्ड यो मेरो 2 भन्दा सानो आयो हैन त। यो जुन मेरो यो आयो कोसेन्ट यो मेरो 2 भन्दा सानो आयो। 2 भनेको डिभाइजर हैन त, 2 भन्दा सानो आयो। सानो आउँदाखेरि हामी के गर्छौं यहाँ पोइन्ट लाउनु सिकेको थियौं हामीले पोइन्टलाई। अब मैले पोइन्ट लाउँदाखेरि मेरो यहाँ मैले जस्तै यहाँ पोइन्टलाई मैले यहाँ 0 हाल्नु पाउँछु। डिभाइडको रुल हो यो। सो 2 टाइम्स कति भनेको 10 हो, 2 टाइम्स 5 भनेको 10 हो। भनेपछि अब मेरो यहाँ रिमाइन्डर 0 आयो। भनेपछि मेरो आन्सर कति रहेछ यसको 5 लाई 2 ले डिभाइड गरेर नि मैले आन्सर 2.5 पाउँदो रहेछ। अब यो पोइन्ट भनेको यो डेसिमल्सहरु हो। यो आउने च्याप्टर्सहरुमा हामी हेर्छौं। तर अहिलेको लागि यति याद गर्नुहोस् कि 2.5 आयो। 2.5 भनेको इन्टिजर्स होइन। किन हैन? किनकि हामीले इन्टिजर्स पढ्दाखेरि हामीले इन्टिजर्स के पढेको थियौं 1 2 3 4 5 -1 -2 -3 हैन, अन्त 0हरु। तर यो 2.5 आउँदैछ। 2.5 भनेको त 2 भन्दा अलिकति बेसी नम्बर हो। हाम्रो यता हेर्नुहोस् नम्बर जस्तै हामीले नम्बर लाइनमा हेर्यो भने हाम्रो इन्टिजर्स कहाँ हुन्थ्यो यो 0 भयो, यो 1 भयो, यो 2 भयो, यो 3 भयो नि त। सो योहरु चाहिँ इन्टिजर्स हो नि त। 1 2 3 जुन एउटा फिक्स जुन के भन्छ फिक्स डिस्टेन्समा बसेको छ नि यिनीहरु इन्टिजर्स हो नि त। जस्तै 0 मा मैले 1 एड गरेँ भने 1 पाउँछु हैन, 1 मा मैले 1 एड गरेँ भने 2 पाउँछु। सो 1 1 डिस्टेन्सको युनिटमै इन्टिजर्सहरु बसेको छ यहाँनेरि। तर हाम्रो यो आन्सर आएको त 2.5 हो। 2.5 कहाँनेरि पर्छ 2.5 अब अलिकति तपाईहरुले नम्बर लाइनको आइडिया छ भने 2 यहाँ छ। 2.5 भनेको 2 भन्दा अलिकति ठूलो मतलब यहाँतिर कता पर्छ। तर यो त इन्टिजर्स होइन नि त। 2.5 भनेको त इन्टिजर्स हैन। इन्टिजर्स कुन हो 2 हो अनि डाइरेक्टली 3 आउँछ नि त। 2 हो अनि सिधै 3 इज इन्टिजर नि त। त 2.5 त इन्टिजरको बीचमा पर्छ भनेपछि यो इन्टिजर होइन। भनेपछि मैले 5 लाई 2 ले डिभाइड गरेँ भने जुन आन्सर पाउँदै छु यो त्यो चाहिँ इन्टिजर होइन। मतलब 2.5 इज नट एन इन्टिजर, नट एन इन्टिजर। भनेपछि दुईटा इन्टिजरलाई मैले डिभाइड गर्दा इन्टिजर पाइन भनेपछि मेरो क्लोजर प्रपर्टी होल्ड भएन। मतलब क्लोजर प्रपर्टी इन्टिजरले डिभिजनको अन्डरमा चाहिँ सेटिस्फाई गरेन। त्यति नै बुझाउनु। ठीक छ। भनेपछि क्लोजर प्रपर्टी सेटिस्फाई गरेन। अब नेक्स्ट प्रपर्टी हाम्रो के थियो? नेक्स्ट प्रपर्टी कम्युटेटिभ लिँदा वा एसोसिएटिभ लिँदा भयो जुन लिँदा नि कम्युटेटिभमा हामी के गर्थ्यौं कम्युटेटिभमा दुईटा इन्टिजर लिन्थ्यौं हैन त। एडिसनमा कम्युटेटिभ के गर्थ्यौं हामी दुईटा इन्टिजर लिन्थ्यौं। जस्तै मैले 2 + 3 भयो भने त्यो चाहिँ केसको बराबर आउनु पर्थ्यो 3 + 2। जस्ट अर्डरलाई यता रिभर्स गर्दाखेरि हुने कुरा थियो नि त कम्युटेटिभ भनेको। त म यहाँ लिन्छु। मैले सबैको लागि लिएर कति लिएर 4 / 2 यो चाहिँ केसको बराबर आउनु पर्छ। जस्ट यसलाई के गर्नु पर्यो जस्ट यसको अप यो 2 लाई म अगाडि लेख्छु 2 / 4 को बराबर आउनु पर्यो नि त हैन कम्युटेटिभमा। सो 4 / 2 भनेको हामीले याद छ 2 हैन। 4 डिवाइडेड भनेको यो 2 अघि हामीले निकाल्छ 2 हो। अब यहाँ कति आउँछ 2 / 4 भनेको कति हो 2 / 4 भनेको म यहाँ गर्छु ल। यो भनेको के हो 2 लाई चाहिँ 4 ले डिवाइड गर्दैछ नि त। सो मैले 4 यहाँ लेख्छु 2 लाई म भित्र लेख्छु। अब यो चाहिँ हो नि त हाम्रो डिवाइड गर्नु मतलब 2 / 4 भनेको हैन। मतलब जुन यो यहाँ छ यो भित्र आउँछ 2 / 4 भनेको 2 लाई चाहिँ 4 ले डिवाइड गर्नु नि त। त यसलाई डिवाइड गर्दा कति आउँछ 4 इन्टु कति जा 2 4 को टेबलमा 2 त छैन। हामीले जुन पढ्छौं 4 1 4 4 2 त छैन। सो हामी यो डिवाइडको रुलले के भन्छ हामी के गर्छौं एक्चुअली हामीले यहाँ गर्नुपर्ने के हो 2 को सबभन्दा नजिक नम्बर जुन चाहिँ 2 भन्दा सानो छ त्यो चाहिँ 4 को टेबलमा जुन प्लेसमा आउँछ त्यो लेख्छौं नि त हामी। जस्तै यहाँ माथि हामीले 5 लाई 2 ले डिवाइड गर्दा के गरेथ्यौं 2 2 जा 4 भएको थियो। 4 सबभन्दा नजिकको 5 को जुन चाहिँ 5 भन्दा सानो छ। सिमिलरली यहाँ कुन हो सबभन्दा नजिक हामीले 4 लाई 4 1 जा 4 4 2 जा एड गरेर टेबल पढ्यो भने त 4 1 जात नै 4 हुन्छ भनेपछि त 2 भन्दा ठूलो भयो भनेपछि 1 देखि नै सानोमा जानु पर्यो। दैट मीन्स 4 0 जा 0 हुन्छ। यो भनेको 2 यहाँ आयो हैन त। किनकि हामीले 1 गर्दाखेरि पनि 4 1 जा 4 हुन्थ्यो। यो यहाँको जुन 4 थियो यो 2 भन्दा ठूलो हुइदिन्थ्यो नि त। हामीले सानो चाहिएको नि त। सो मैले 0 टाइम्स मल्टिप्लाई गरे त यो 2 आयो। अब म के गर्छु यहाँ पोइन्ट लाउँछु। पोइन्ट लाउँदा म 0 लाउन पाउँछु। अब 4 कति चाहिँ 20 हो 4 * 5 = 20 भनेपछि मैले 2 लाई 4 ले डिवाइड गर्दा आन्सर कति आइदिँदैछ 0.5 भनेपछि यहाँ कति आउँछ 0.5 जुन चाहिँ यो 2 र 0.5 त बराबर होइन।
त्यसको मतलब के हो कम्युटेटिभ प्रपर्टी पनि होल्ड गर्दैन रहेछ डिभिजनमा ठिकै छ सिमिलरली कम्युटेटिभ पनि होल्ड गरेन त्यस्तै प्रकारले तपाईको थर्ड प्रपर्टी एसोसिएटिभिटी एसोसिएटिभ पनि होल्ड गर्दैन ठीक छ कसरी गर्दैन एउटा एक्जाम्पल लिएर हेरौँ हामी एसोसिएटिभिटी नै होल्ड गर्दैन ओके एसोसिएटिभिटीको लागि हामी तीनटा इन्टिजर्स लिन्छौँ जस्तै मैले हेरे 4 डिवाइडेड बाइ 2 डिवाइडेड बाइ 1 यस्तो टाइप हुन्छ नि एसोसिएटिभिटी अब पहिला हामी एसोसिएटिभिटीमा के गर्छौं पहिला कुनै दुईटा यस्तो खालको गर्छौं हैन त मतलब पहिला दुईटा इन्टिजरलाई लिन्छु त्यहाँदेखि त्यसको जुन आन्सर आउँछ त्यो म अर्को इन्टिजरसँग त्यसलाई अपरेट गर्छु यो चाहिँ केसको बराबर आउनुपर्छ एसोसिएटिभिटी हुनुको लागि 4 डिवाइडेड बाइ 2 डिवाइडेड बाइ 1 तर अब चाहिँ यो दुईटा फर्स्टमा आउँछ यसको बराबर हुनुपर्छ एसोसिएटिभिटीको लागि ठीक छ त म पहिला यसलाई सल्भ गर्छु यो कुरालाई सल्भ गर्दा कति आउँछ अकर्डिङ टु बोर्डमास हामी पहिला ब्र्याकेटको सल्भ गर्छौं यो भनेको कति हो 4 डिवाइडेड बाइ 2 भनेको 2 ले 4 लाई डिवाइड गर्नु यसको आन्सर कति आउँछ 2 आउँछ डिवाइडेड बाइ यो 1 एज इट इज अब यो भनेको 2 लाई 1 ले डिवाइड गर्दा कति आउँछ आन्सर 2 नै आउँछ तपाईले गरेर हेर्न सक्नुहुन्छ यहाँनेरि त 2 नै आउँछ यो भयो अब यो कति आउँछ अकर्डिङ टु बोर्डमास रुल हामी के गर्छौं 4 एज इट इज 2 लाई 1 ले डिवाइड गर्छौं आन्सर कति आउँछ 2 आयो अब हामी के गर्छौं फेरि 2 लाई सरी 4 लाई 2 ले डिवाइड गर्छौं त्यो भनेको आन्सर 2 * 2 = 4 यो केसमा के आउँदैछ यो र यो बराबर आउँदैछ तर एसोसिएटिभ प्रपर्टी कम्युटेटिभ प्रपर्टी जुनै प्रपर्टी छ त्यो सबै केसको लागि हुनु पर्यो सबै इन्टिजर्सको लागि हुनु पर्यो हरेक इन्टिजर्सको लागि हुनु पर्यो मैले त यो खाली यो तीनटा इन्टिजर्सलाई मात्रै हेरे सो अर्को एक्जाम्पल लिऊ हैन अर्को एक्जाम्पल अर्को लिऊ ताकि दुईटा बराबर नहोस् किनकि कम्युटेटिभ एसोसिएटिभ प्रपर्टी होल्ड गर्दैन थियो नि त इन्टिजर्स अन्डर डिभिजन होल्ड गर्दैन नि त त्यसकारणले म एउटा एक्जाम्पल दिँदैछु ताकि बराबर नहोस् किनकि यो एक्जाम्पलमा के आयो बराबर आइदियो त नआउने एक्जाम्पल लिँदैछु ल त मैले ले हेरे जस्तै 4 डिवाइडेड बाइ 2 यता लिन्छु म डिवाइडेड बाइ 8 ले हेरे त यो पहिला दुईटा हुन्छ यसो चाहिँ केसको बराबर आउनु पर्यो 8 डिवाइडेड बाइ 4 डिवाइडेड बाइ 2 यो हुनु पर्यो यसलाई सल्भ गर्दा कति आउँछ यसलाई सल्भ गर्दा 4 8 लाई 4 ले डिवाइड गर्दाखेरि आन्सर 2 आउँछ गरेर हेर्न सक्नुहुन्छ 4 लाई त्यो जुन स्ट्रक्चर छैन हाम्रो 4 लेख्यो भित्र 8 लेख्यो त्यसरी सो यो 2 डिवाइडेड बाइ 2 हो किनकि यो 2 यो डिवाइड यहाँ आयो यो 2 यहाँ आयो यो भनेको कति हो 2 डिवाइडेड बाइ 2 भनेको 1 हो अब यो हेर्यो भने कति आउँछ 8 डिवाइडेड बाइ यसलाई डिवाइड गर्दा कति हुन्छ यो 2 हुन्छ अब 2 छ 8 ले चाहिँ 8 लाई चाहिँ 2 ले डिवाइड गर्दैछ नि त यहाँनेरि सो 8 डिवाइडेड बाइ 2 भनेको कति हो आन्सर 4 आउँछ अब 1 र 4 त बराबर होइन सो कम्युटेटिभ प्रपर्टी कम्युटेटिभ भने एसोसिएटिभिटी प्रपर्टी होल्ड गरेन इन्टिजर्सले अन्डर डिभिजन ठीक छ मल्टिप्लिकेसन र एडिसनमा गर्यो सबै प्रपर्टी होल्ड गर्छ डिभिजनमा चाहिँ गर्दैन ठिकै छैन त यति नै थियो डिभिजनको लागि अब मेन कुरा कन्सेप्टहरु बुझ्नु छ भने अब तपाईहरुले बुकबाटै पढ्नु सक्नुहुन्छ नभए यही च्यानलमा भिडियोजहरु छ त्यो पनि हेर्न सक्नुहुन्छ हैन त मेन कुरा चाहिँ अब हामीले क्वेशन्सहरु गर्दाखेरि चाहिँ यो कुरा यति नै यो जुन मैले बक्स भित्र लेखेको छु नि यही कुरा चाहिँ यति नै बुझ्नु पर्छ अब यो कुरामा रिपिट गरि नै बस्छु यो मैले प्रिभियस भिडियोमा भनेको हुन्छ मजाले एक्सप्लेन गरेको छु तर क्वेशन गर्दा पनि जहाँ यो कुराहरु युज हुन्छ म भन्दै नै जान्छु तपाईहरुले त्यतिकै सिकि पनि हाल्नुहुन्छ ठीक छ त यति थियो डिभिजनको अब यहाँ दुईटा एक्जाम्पल छ बुकमा यो एक्जाम्पल हामी गर्ने छौं अनि आफ्टर दैट एक्सरसाइज स्टार्ट गर्ने छौं ठीक छ त एक्जाम्पल नम्बर 2 जुन यो पेज नम्बर तपाईको पेज नम्बर 17 छ पेज नम्बर 17 छ एक्जाम्पल नम्बर 2 र एक्जाम्पल नम्बर 3 हेर्नु छ हामी एक्जाम्पल नम्बर 2 र एक्जाम्पल नम्बर 3 ठीक छ एक्जाम्पल नम्बर 2 मा के भनेको छ एक्जाम्पल लिँदैछु ल
पेज नम्बर 17 यो बुकको पेज नम्बर 17 को इक्जाम्पल नम्बर 2 हो यो, ठीक छ। इक्जाम्पल नम्बर 2 मा के भन्दैछ हेर्नुहोस्, इन अ टेस्ट +5 मार्क्स आर गिवन फर एभ्री करेक्ट आन्सर एन्ड -2 या -2 मार्क्स आर गिवन फर एभ्री इनकरेक्ट आन्सर। राधिका answered all the question and scored 30 marks though she got 10 correct answers. Jay also answered all the questions and scored -12 marks though he got 4 correct answer. How many incorrect answer had they attempted? अब पहिला कुरा त जुन यो वर्ड प्रब्लम्स हुन्छ म्याथमेटिक्समा, त्यसमा अब वर्ड प्रब्लमलाई गर्नुको लागि पहिला कुरा त प्र्याक्टिस हो। जति बेसी प्र्याक्टिस गर्नुहुन्छ त्यति मजाले आउँछ वर्ड प्रब्लम, प्र्याक्टिस छैन त हुँदैन, त्यो फर्स्ट कुरा त्यो हो। र अर्को कुरा चाहिँ अब वर्ड प्रब्लमलाई इजी बनाउनुको लागि पहिला चाहिँ के गर्नुहोस् तपाईहरुले, एक त मैले जस्तै क्वेशन सरर सबै एकै खेपमा पढे हैन, त एकै खेपमा पढ्नुहोस्, जति बुझ्नुहुन्छ ठिकै छ, बुझ्नु भएन भने केही छैन, तर एक खेप चाहिँ पढ्नु पर्यो क्वेशन सरर यसरी हैन। अब नेक्स्ट टाइममा चाहिँ हरेक लाइन बुझ्दै जानु पर्यो। जस्तै यहाँ के भन्दैछ, इन अ टेस्ट +5 marks are given for every correct answer and -2 marks या -2 marks are given for every incorrect answer। कुनै एउटा टेस्ट थियो अरे जहाँ चाहिँ टेस्टमा क्वेशन्सहरु हुन्छ हैन, त क्वेशन्सहरु हामीले गर्नुपर्ने हुन्छ टेस्टमा। त यस्तो टेस्ट छ जहाँ चाहिँ हामीले एउटा क्वेशनलाई राइट गरे भने, मतलब करेक्ट एउटा क्वेशन चाहिँ करेक्ट गरे भने हामीले 5 मार्क्स पाउँछौं। +5 भनेको अब 5 मार्क्स पाउँछ, हामीले गेन गर्छौं, मतलब हामीले पाउने 5 मार्क्स पाउँछौं हैन त। अनि त्यसमै मैले एउटा क्वेशन रङ गरे भने मैले मेरो -2 मार्क्स या -2 मार्क्स चाहिँ मेरो जान्छ भन्नुको मतलब मेरो -2 मार्क्स काटिन्छ, ठीक छ। यहाँसम्म त्यति छ हाम्रो क्वेशनको इन्फर्मेसन। जस्तै भन्नु खोजेको, जस्तै म एउटा कुनै टेस्टमा थिए अरे, जस्तै मेरो टेस्टमा चाहिँ टोटल मानिलिउँ मैले 5 वटा क्वेशन चाहिँ करेक्ट गरेको थिए अरे, मैले 5 वटा क्वेशन चाहिँ करेक्ट गरेको थिए अरे यो टेस्टमा, जुन यो हामीले सिनारियो दिएको छ यो टेस्टमा मैले 5 वटा क्वेशन करेक्ट गरेको थिए भने मैले मेरो मार्क्स कति हुन्छ, 5 वटा क्वेशन करेक्ट गरे, हरेक क्वेशन करेक्ट गरेकोमा मैले 5 मार्क्स पाउँछु भनेपछि 5 वटा क्वेशन करेक्ट गरेकोमा मैले कति मार्क्स पाउँछु, मैले 5 वटा क्वेशन करेक्ट गरेकोमा मैले 25 मार्क्स पाउँछु हैन त। किन पाउँछु, किनकि मैले 5 वटा क्वेशन करेक्ट गरेको छु। एउटा क्वेशन करेक्ट गर्दा मैले 5 मार्क्स पाउँछु भनेपछि 5 वटा क्वेशन करेक्ट, जस्तै क्वेशन नम्बर 1, क्वेशन नम्बर 2, क्वेशन नम्बर 3, क्वेशन नम्बर 4, क्वेशन नम्बर 5, मतलब 5 वटा क्वेशन मैले करेक्ट गरे अरे, हरेक क्वेशनमा मैले 5 मार्क्स पाउँछु नि त। 5 यसमा नि मैले 5 मार्क्स पाए, यसमा नि मैले 5 मार्क्स पाए, यसमा नि मैले 5 मार्क्स पाए, यसमा नि मैले 5 मार्क्स पाए भनेपछि टोटल मार्क्स कतको लागि म के गर्छु, एड गर्छु। 5 + 5 + 5 सबैलाई एड गरे भने म कति पाउँछु, 25 पाउँछु। 5 + 5 10 10 15 20 25। नभए हामी के पनि गर्न सकिन्छ, एउटा क्वेशन यसरी निकाल्दा भयो बुझ्नुको लागि। नभए अर्को कुरा, अर्को तरिकाले एउटा क्वेशन गरेको 5 मार्क्स पाउँछु, मैले 5 वटा क्वेशन गरे भने 5 ले मल्टिप्लाई गर्छु, सो 5 × 5 = 25, यसरी नि निकाल्न सक्छु, ठीक छ। यो बुझ्नुलाई टाइम लाग्छ तपाईलाई वर्ड प्रब्लमसँग, त विथ टाइम बुझिहाल्नुहुन्छ, त्यस्तो टेन्सन लिनुपर्ने काम छैन। त यो यस्तो छ सिनारियो, ठीक छ। एउटा क्वेशन गरे भने 5 मार्क्स पाउँछु। अब फेरि यसमै मैले एउटा क्वेशन रङ गरे भने मेरो फेरि -2 डिडक्ट हुन्छ भन्नुको मतलब, सपोजको लागि मैले टोटल क्वेशन कतिवटा गरे अरे, यो त मैले 5 वटा करेक्ट गरेको क्वेशन। अब यो सिनारियोलाई भुलिदिनुहोस्, यसलाई भुलिदिनुहोस्, नयाँ सिनारियो भनौँ। नयाँ सिनारियो चाहिँ के छ भन्दाखेरि मैले टोटल क्वेशन चाहिँ मैले कतिवटा गरे अरे, 10 वटा गरे अरे। टोटल क्वेशन चाहिँ मैले 10 वटा गरे अरे। यसमा मैले करेक्ट चाहिँ कतिवटा गरे अरे, टोटल क्वेशन 10 वटा गरे, करेक्ट गरे अरे मैले 7 वटा, ठीक छ। अब भनेपछि इनकरेक्ट मैले कतिवटा गरे, इनकरेक्ट चाहिँ मैले गरे 10 वटा क्वेशन थियो, 7 वटा मैले करेक्ट गरे भनेपछि 10 - 7 3 वटा या 3 टा चाहिँ मैले इनकरेक्ट गरे। अब मैले 7 वटा क्वेशन करेक्ट गरे भनेपछि मैले हरेक क्वेशनको लागि 5 मार्क्स पाउँछु भने 7 वटा क्वेशनको लागि कति मार्क्स पाउँछु, 5 चाहिँ 7 टाइम्स एड गर्नु पर्यो नि त। 5 + 5 + 5 + 5 + 5 + 5 1 2 3 4 5 6 + 5 7। किन 7? किनकि एउटा क्वेशनको लागि मैले 5 मार्क्स पाउँछु, सो 7 वटा क्वेशनको लागि मैले 7
टाइम्स चाहिँ 5 लाई एड गर्नु पर्यो नि त। यही भनेको के हो, मैले 5 लाई 7 टाइम्स मल्टिप्लाई गरेको पनि हो, किनकि मल्टिप्लिकेसन के थियो, द्याट वाज रिपिटेड एडिसन नि त। हामीले अस्ति नै यो कन्सेप्टको भिडियो गर्दाखेरि गरेको थियौँ। सो 7 × 5 गर्दा नि भयो, 7 5 भनेको 35 भनौँ चाहिँ मैले करेक्ट क्वेसनबाट मैले 35 मार्क्स गेन गरेँ। तर यसको मतलब यो होइन कि मेरो टेस्टमा 35 मार्क्स आयो, किनकि मेरो नेगेटिभ पनि मैले इन्करेक्ट पनि 3 वटा इन्करेक्ट गरेको छु। 3 वटा इन्करेक्ट गरेको मतलब के हो, हर एक इन्करेक्ट गरेकोमा मैले मेरो -2 मार्क्स आउँथ्यो भन्नुको मतलब -2 मार्क्स मेरो डिडक्ट हुन्थ्यो भनौँ न। त्यो त्यति मार्क्स गएको बराबर हो नि त, त्यो त नेगेटिभ लगाइसकेपछि। त 3टा क्वेसन गरेकोमा मेरो 3 खेप -2, 3 खेप -2 मेरो जान्छ, 3 खेप -2 जान्छ। अब यो एउटा क्वेसन नेगेटिभ गरेकोमा आएको, यो अर्को भने सबैलाई एड गर्नु पर्यो। मेरो टोटल नेगेटिभ मार्क्स निकालेको सबै एड गरेको हो नि त। यो भनेको के हो, मेरो 3 खेप 3 टाइम्स -2 आएको बराबर हो। ठिक छ, बुझ्नुभयो यहाँसम्म। अब यो भनेको कति हो, 3 × 2 भनेको 6, तर प्लस माइनस भनेपछि -6 भनेपछि मैले इन्करेक्ट आन्सर गरेर मैले -6 मार्क्स चाहिँ मेरो गयो। मतलब मैले यो -6 मार्क्स मैले पाएँ भन्दा नि भयो, मेरो -6 मार्क्स मैले मेरो -6 मार्क्स के भन्छ त्यसलाई, -6 मार्क्स चाहिँ मेरो अब गरेको क्वेसनबाट मैले -6 मार्क्स चाहिँ मैले लुज गर्नु पर्यो। मेरो अब मेरो -6 मार्क्स जान्छ भन्नुको मतलब मेरो टोटल मार्क्स चाहिँ कति हुन्छ, टोटल मार्क्स चाहिँ कति हुन्छ, मैले 35 वटा गरेको करेक्ट गरेको र मैले मेरो इन्करेक्ट गरेको एड गर्नु पर्यो होइन त। टोटल मैले करेक्ट गरेको र इन्करेक्ट गरेको एड गर्नु पर्यो भनेपछि 35 प्लस माइनस 6 भनेपछि 35 - 6 जुन चाहिँ कति आउँछ 29 भनेपछि मेरो 29 मार्क्स चाहिँ मैले के गरेँ, 29 मार्क्स चाहिँ मैले मेरो 29 मार्क्स चाहिँ मैले टोटल मार्क्स चाहिँ मेरो 29 मार्क्स मैले स्कोर गरेँ त्यो इक्जाममा। ठिक छ, 35 त मैले गरेको थिएँ करेक्ट आन्सर गरेर, तर मैले इन्करेक्ट पनि त गरेँ। इन्करेक्ट गरेकोले चाहिँ मैले 3टा इन्करेक्ट गरेँ। 3टा इन्करेक्ट गरेको कारणले गर्दाखेरि मेरो 3 ताल चाहिँ मेरो -2 एड भएर आइदियो। ठिक छ, सो 3 ताल एड भइदियो भन्नु मतलब 3 टाइम्स -2 रिपिटेड एडिसन, इन्टिजर्समा मल्टिप्लिकेसन भनेको अस्ति हामीले गरेको कुरा। सो यो -6 मेरो आइदियो भनेपछि टोटल मार्क्स निकाल्न लागि म के गर्छु, 35 प्लस -6 लाई एड गर्छु जुन चाहिँ मेरो 29 आउँछ। मेरो टोटल मार्क्स चाहिँ 29 आयो। ठिक छ, यो थियो इक्जामको सिनारियो। अब यहाँ के भन्दैछ भन्दाखेरि यहाँनिर के भन्दैछ भन्दाखेरि क्वेसन नम्बर इक्जाम्पल नम्बर 2 को पार्ट नम्बर 1 मा के भन्दैछ, राधिका कुनै स्टुडेन्ट थियो राधिका आन्सर्ड अल दी क्वेसन्स एन्ड स्कोर 30 मार्क्स दो सी गट 10 करेक्ट आन्सर। राधिकाले चाहिँ सबै क्वेसन गरेको थियो अरे, स्कोर के अरे राधिका आन्सर्ड अल दी क्वेसन्स। हामीले क्वेसनमा कतिवटा क्वेसन छ भने टोटल नम्बर अफ क्वेसन दिएको छैन। हामीले यहाँ सिनारियो हामीले आफ्नै सिनारियो बनाउँदा चाहिँ मैले भनेको थिएँ टोटल क्वेसन चाहिँ 10 वटा छ भनेर। ठिक छ, चाहिँ मैले बनाएको सिनारियो बुझाउनको लागि। तर हाम्रो इक्जाम्पल नम्बर 2 को जुन छ क्वेसन त्यसमा हामीलाई यतिवटा क्वेसन छ भनेर भनेको छैन। क्वेसनमा हामीले के दिएको छ, इक्जाम्पल नम्बर 2 को पार्ट 1 ल। राधिकाले के गरे अरे, आन्सर्ड अल दी क्वेसन्स एन्ड स्कोर 30 मार्क्स। सबै क्वेसन्स गर्यो अनि 30 मार्क्स स्कोर गर्यो। अब भन्नुको मतलब राधिकाले करेक्ट चाहिँ कति मार्क्सको गर्यो अरे, राधिकाले 30 मार्क्स। राधिका आन्सर अल दी क्वेसन एन्ड स्कोर 30 मार्क्स। ठिक छ, मतलब राधिकाको ओभरअल मार्क्स टोटल मार्क्स चाहिँ 30 थियो। अब यहाँ लेखौँ राधिका स्कोर्ड 30 मार्क्स। यो राधिकाको 30 मार्क्स चाहिँ के हो, सबै ओभरअल मतलब सबै करेक्ट आन्सर गरेर इनकरेक्ट गरेको जोडेर सबै आएको चाहिँ राधिकाको 30 मार्क्स हो। ठिक छ, टोटल जस्तै मेरो यहाँनिर 35 जुन मेरो अघि सिनारियो हाम्रो 35 आएको थियो, यहाँनिर यो जुन 35 आएको थियो, ए 35 होइन 29 जुन यो 29 आएको थियो, हाम्रो टोटल मार्क्स 29 आएको थियो नि त यो सिनारियोमा। सिमिलरली राधिकाको चाहिँ टोटल मार्क्स कति आएछ अरे, 30 मार्क्स आएछ अरे टोटल मार्क्स। अब यो 30 मार्क्स आउँदाखेरि चाहिँ के भयो अरे, दो सी गट 10 करेक्ट आन्सर। उसले करेक्ट गरेको चाहिँ कतिवटा थियो अरे, करेक्ट आन्सर गरेको चाहिँ उसको 10 वटा थियो अरे। नम्बर अफ आन्सर करेक्ट गरेको चाहिँ उसको 10 वटा थियो अरे हैन। भनेपछि 10 वटा करेक्ट आन्सर गरेको हो भने
उसले एउटा करेक्ट आन्सर गरेकोमा कति मार्क्स पाउँथ्यो 5 मार्क्स पाउँथ्यो भनेपछि 10 वटा करेक्ट आन्सर गरेकोमा उसले करेक्ट मार्क्स कति पाउँछ देयरफोर तीनटा टिका हानेको देयरफोर हो देयरफोर मार्क्स obtain from 10 correct answer 10 correct answer चाहिँ कति हुन्छ इज इक्वल टु एउटा आन्सर करेक्ट गरेकोमा 5 मार्क्स पाउँथ्यो भनेपछि 10 वटा आन्सर करेक्ट गरेकोमा कति मार्क्स पाउँछु 5 चाहिँ 10 टाइम्स एड गर्नु पर्यो नि त त्यो भनेको 10 लाई 5 ले मल्टिप्लाई या 5 ले 5 * 10 या 10 * 5 भनेको बराबर हो नि त हैन भनेपछि यो कति आयो 50 भनेपछि उसले के भयो उसले करेक्ट आन्सर गरेकोबाट उसले करेक्ट आन्सर जुन गरेको थियो त्यसबाट उसले 50 मार्क्स पायो तर उसको टोटल मार्क्स कति थियो 30 थियो हैन भनेपछि हामीलाई के खोज्नु भनेको छ हाउ मेनी इनकरेक्ट आन्सर हैड दे अटेम्प्ट अब दुईटै अब राधिका भयो अर्को जे को पनि छ सो दुईटै उयसमा चाहिँ दुईटै क्वेशनमा चाहिँ हामीलाई उनीहरुले इनकरेक्ट आन्सर चाहिँ कतिवटा गर्यो त्यो खोज्नु भनेको छ सो करेक्ट हामीलाई याद छ 10 वटा गर्यो करेक्टबाट मार्क्स पाएको हाम्रो 50 मार्क्स आयो उसको टोटल मार्क्स 30 थियो भनेपछि इनकरेक्ट आन्सर चाहिँ कतिवटा गर्यो भनेर सोध्दैछ ठीक छ जस्तै यहाँ नेरी हेर्नुस् हाम्रो सिनारियोमा हाम्रो टोटल मार्क्स कति थियो 29 थियो हैन टोटल मार्क्स 29 थियो हामीले करेक्ट गरेको कति थियो 35 थियो करेक्ट गरेको कति थियो 35 थियो भनेपछि हामीलाई सोध्यो अरे यहाँ नेरी हामीले कतिवटा इनकरेक्ट गर्यो भन्दाखेरि हामी कसरी निकाल्छौं त्यो भन्दा पहिला हामीले इनकरेक्ट गरेर मार्क्स कति पायो या इनकरेक्ट गरेर मार्क्स कति स्कोर गर्यो भन्दाखेरि हामी के गर्छौं हाम्रो जति यहाँ नेरी -6 चाहिँ हामीले इनकरेक्ट गरेर मार्क्स पाएको थियो नि त पहिला त त्यो निकाल्नु पर्यो नि त इनकरेक्ट गरेर मार्क्स कति पायो यहाँ नेरी हाम्रो 29 हामीले टोटल मार्क्स पायौं 35 हामीले करेक्ट गरेर मार्क्स पाएको भनेपछि इनकरेक्ट कति गरे हामीले 29 - 35 दैट इज -6 चाहिँ इनकरेक्ट गर्यो नि त त्यस्तै प्रकारले हामीले यहाँ इनकरेक्ट कति गर्छौं यो राधिकाले इनकरेक्ट कति गर्यो उसको टोटल मार्क्स 30 थियो मतलब सबै गरेर मार्क्स पाएको 30 थियो उले आन्सर करेक्ट गरेर पाएको मार्क्स 50 थियो भनेपछि टोटल मार्क्स या मार्क्स MARKS मार्क्स obtained फर इनकरेक्ट आन्सर फर इनकरेक्ट पहिला त इनकरेक्ट आन्सर निकाल्नु पर्यो जस्तै हाम्रो त्यो सिनारीमा -6 इनकरेक्ट आएको थियो त्यो कसरी आयो 29 - 35 गरेर आयो नि त सो यहाँ मार्क्स obtained फर इनकरेक्ट आन्सर कति हुन्छ उसको यो टोटल मार्क्स 30 माइनस उसको करेक्ट आन्सरमा मार्क्स पाएको 50 30 - 50 कति हुन्छ 30 - 50 कति हुन्छ पहिला त यो के अरे 30 - 50 यो के छ पहिला कुरा त यो प्लस छ यो माइनस छ प्लस माइनस भनेको माइनस गर्नु पर्यो हैन प्लस माइनस भनेको माइनस गर्नु पर्यो अब 30 र 50 घटाउनु छ भने कसरी गर्छौं थुप्रो वे छ सो पहिला म यसलाई के गर्छु 50 मा 30 घटाउँछु 50 - 30 भनेको कति हो 50 - 30 भनेको 20 तर 30 र 50 मा कुन ठुलो नम्बर छ 50 ठुलो छ 50 को अगाडि साइन नेगेटिभ छ सो म -20 लेख्छु अब यो -20 किन आको जस्तै हाम्रो -6 आको थियो नि त्यस्तै हो -20 चाहिँ यो के हो भन्दाखेरि यो चाहिँ हामीले इनकरेक्ट आन्सर गरेर मार्क्स पाएको ठीक छ इनकरेक्ट आन्सर गरेर पाएको मार्क्स हो भनेपछि हाम्रो मार्क्स obtained फर इनकरेक्ट आन्सर इज -20 भनेपछि अब नम्बर अफ क्वेशन हामीले कति इनकरेक्ट गर्यो भन्दाखेरि कसरी निकाल्छौं नम्बर अफ इनकरेक्ट क्वेशन्स नम्बर अफ इनकरेक्ट क्वेशन चाहिँ कसरी निकाल्छौ राधिकाले गरेको राधिकाको लागि राधिका लेख्दै राधिकाले इनकरेक्ट क्वेशन चाहिँ कतिवटा गर्यो भन्दाखेरि कसरी निकाल्छौ इनकरेक्ट क्वेशनको मार्क्स यति छ एउटा इनकरेक्ट क्वेशन गरेको हामीले कति मार्क्स डिडक्ट हुन्छ -2 हुन्छ भनेपछि -20 वटा इनकरेक्ट गरेको छ भनेपछि कसरी निकाल्छौ जस्तै हाम्रो यहाँ -6 वटा इनकरेक्ट गरेको थियो हैन -6 वटा इनकरेक्ट गरेको थियो यो केसमा सरी -6 वटा मार्क्स चाहिँ इनकरेक्ट गरेको मार्क्स थियो भनेपछि यो केसमा हामीले नम्बर अफ क्वेशन
इनकरेक्ट गरेको कति थियो 3 वटा थियो यो कसरी आयो यो -6 लाई मैले यदि कति मार्क्स इनकरेक्ट गर्दा एउटा इनकरेक्ट गर्दा कति मार्क्स हामीले पाउँछ भन्दाखेरि -2 पाउँथ्यो नि त सो यो -6 लाई -2 ले डिवाइड गर्दाखेरि माइनस माइनस क्यान्सल भयो 2 3 भनेको 2 ले 3 टाइम्स 6 जान्छ यो 3 चाहिँ त्यसकारणले आएको नि त ठीक छ सो डिवाइड गर्नु पर्थ्यो नि त सो -2 ले डिवाइड गर्दाखेरि जुन 3 पाएको थियो त्यो 3 चाहिँ यो इनकरेक्ट गरेको 3 हो ठीक छ अनि यहाँ मैले हेर्नुहोस् -6 डिवाइडेड बाइ -2 हुँदाखेरि यो माइनस माइनस क्यान्सल गरे ठीक छ यो मैले डिभिजनको इन्टिजर्सको डिभिजनको भिडियोसम्म मैले अगाडि भनिसकेको थिएँ तपाईहरुलाई याद छैन भने पनि याद गर्नुहोस् कि यस्तो सिचुएसन छ भने -6 डिवाइडेड बाइ माइनस मतलब नेगेटिभ माथि नेगेटिभ माथि मुनि पनि नेगेटिभ साइन छ भने यसरी मैले काट्दिन सक्छु अब 6 लाई 2 ले डिवाइड गर्नु हो त्यो जुन चाहिँ 3 आउँथ्यो आन्सर सिमिलरली यहाँनेर के हुन्छ यहाँनेर हाम्रो टोटल नेगेटिभ मार्क्स हाम्रो -20 आएको छ अब एउटा क्वेशन रङ गर्दाखेरि मैले -2 मार्क्स चाहिँ के गर्छु अब्टेन गर्छु भनेपछि यो क्यान्सल यो पनि क्यान्सल कति आयो 10 आयो 20 लाई 2 ले डिवाइड गरेको 10 आयो भनेपछि देयरफोर के रहेछ राधिकाले कतिवटा इनकरेक्ट आन्सर गरेछ देयरफोर राधिका कसरी लेख्नु देयरफोर राधिका नलेखेर नम्बर अफ इनकरेक्ट आन्सर इनकरेक्ट CORRECT नम्बर अफ इनकरेक्ट क्वेशन्स या आन्सर जे भन्दा नि नम्बर अफ इनकरेक्ट आन्सर्स चाहिँ कति रहेछ राधिकाले गरेको केसमा 10 रहेछ ठीक छ सिमिलरली जे को पनि त्यही छ जे ले के भन्यो जे कोमा के छ जे also answered all the questions जेले पनि सबै क्वेशन्स गरे अरे and he scored -12 marks though he got 4 correct answer अब जे ले चाहिँ के छ अब जे को केस ल नेक्स्ट इज जे को केस जे ले के गरेको छ जे also answered all the questions उले पनि सबै क्वेशन्स गर्यो and scored -12 marks भन्नुको मतलब जे को टोटल मार्क्स यो -12 कति आएको छ जे स्कोर्ड जे को टोटल मार्क्स चाहिँ कति रहेछ -12 यो नेगेटिभ होला यो ठुलो अलिक लामो भयो यत्रै बनाऊ नभए यसले काटेर यसो गरौँ जे ले -12 मार्क स्कोर गर्यो ठिकै छ अब जे ले यो मार्क्स स्कोर गर्दाखेरि यो मार्क्स -12 के हो उसको जस्तै राधिकाको 30 मार्क्स जुन यहाँ माथि राधिकाको 30 मार्क्स थियो राधिकाको जुन यो 30 मार्क्स थियो टोटल मार्क्स सिमिलरली जे को टोटल मार्क्स 12 हो जस्तै हाम्रो केसमा हाम्रो टोटल मार्क्स कति 29 त जे ले नेगेटिभ स्कोर गरेछ भनेपछि टोटल मार्क्स जे को -12 भयो अब माथि गरेको जस्तै अनि अर्को के भनेको छ ही गट 4 करेक्ट आन्सर्स चारटा चाहिँ करेक्ट गर्यो रे अब करेक्ट आन्सर कति गर्यो करेक्ट आन्सर चाहिँ चारटा गर्यो रे अब सिमिलरली माथि राधिका गरेको जस्तै देयरफोर मार्क्स अब्टेन फर करेक्ट आन्सर मार्क्स अब्टेन फर या फ्रम 4 करेक्ट आन्सर चाहिँ कति हुन्छ 4 करेक्ट आन्सर्स चाहिँ कति हुन्छ मार्क्स अब्टेन फ्रम 4 करेक्ट आन्सर चाहिँ कति हुन्छ 4 into 5 which is 20 किनकि चारटा करेक्ट ओके यहाँ देखिनुहुन्छ मार्क्स अब्टेन फ्रम 4 करेक्ट आन्सर कति हुन्छ 4 into 5 जुन चाहिँ 20 आयो किनकि चारटा करेक्ट आन्सर गरे इच करेक्ट आन्सर एउटा करेक्ट आन्सर गर्दाखेरि उले 5 मार्क्स पाउँथ्यो सो चारटा करेक्ट आन्सर गर्दाखेरि 5 + 5 + 5 + 5 4 टाइम्स गर्छु जुन चाहिँ 20 आउँछ नि त सो मार्क्स अब्टेन फ्रम 4 करेक्ट आन्सर इज 20 अब माथिको गरेको जस्तै अब मार्क्स अब्टेन फर इनकरेक्ट आन्सर कति हुन्छ मार्क अब्टेन फर इनकरेक्ट आन्सर कसरी निकाल्छौं हामी उसको टोटल मार्क्स कति थियो -12 माइनस उसको करेक्ट आन्सर गरेको चाहिँ मार्क्स करेक्ट आन्सर कति गरेको छ उले
20 गरेको छ। अब यो कति हुन्छ -12 - 20 भनेको माइनस 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 प्लस 20 मा 12 जोड्दा म कति पाउँछु 20 मा 12 जोड्दा म 32 पाउँछु। तर यहाँ ठुलो नम्बर कुन हो 20 हो। ठुलो नम्बरको अगाडि साइन कुन छ अलिक यहाँ देखेन रहेछ। मैले के गरेँ मार्क्स अब्टेन फ्रम इनकरेक्ट आन्सर -12 - 20 गरेँ। अब यसलाई सल्भ गर्दैछु। माइनस माइनस भनेको प्लस हो भनेपछि हामीले प्लस गर्नुपर्ने छ त्यति बुझ्यौँ यहाँसम्म। अब 20 + 12 भनेको 32 आउँछ। अब दुईटा नम्बरमा ठुलो नम्बर कुन 12 र 20 मा 20 ठुलो 20 को अगाडि कुन साइन छ नेगेटिभ साइन छ भनेपछि आन्सरमा हाम्रो नेगेटिभ साइन आउँछ। भनेपछि मार्क्स अब्टेन फर इनकरेक्ट आन्सर चाहिँ -32 आयो। द्याट इज -32 आयो। ठिक छ। अब भनेपछि नम्बर अफ इनकरेक्ट क्वेसन्स कसरी निकाल्छौँ हामी नम्बर अफ इनकरेक्ट क्वेसन्स कसरी निकाल्छौँ यो -32 डिभाइडेड बाई एउटा इनकरेक्ट गरेका -2 मार्क्स आउँछ। सो यो माइनस माइनस क्यान्सल यो कति आउँछ 32 लाई 2 ले डिभाइड गर्नु भयो भने आन्सर हामी 16 पाउँछौँ। ठिक छ। सो देयरफोर जे को चाहिँ नम्बर अफ इनकरेक्ट आन्सर जे ले गरेको चाहिँ कति हो नम्बर अफ इनकरेक्ट आन्सर जे ले गरेको चाहिँ हाम्रो 16 आएछ। ठिक छ। सो यसरी गरिन्छ यो क्वेसन्सलाई। मतलब वर्ड प्रब्लमलाई हामी पहिला त एकताल सरेर पढ्नु पर्यो बुझ्दैन कति फर्स्टमा कसैले बुझ्दैन। सो फेरि त्यसलाई एकताल फेरि पढ्नु पर्यो फेरि बुझेन भने फेरि पढ्नु पर्यो। सो एक एकवटा सेन्टेन्स बाई सेन्टेन्स चाहिँ तोड्दै लानुपर्छ। ठिक छ। तपाईँहरूको एक्सर्साइजमा नि वर्ड प्रब्लमहरू थुप्रो छ त्यसमा नि हामी प्र्याक्टिस गर्नेछौँ। त ठिकै छ आजको लागि यति नै गरौँ भिडियो नभए लामो जान्छ। त केही बुझ्नु भएन भने वाट्सएप ग्रुप छँदैछ जसको लिङ्क डिस्क्रिप्सनमा छ त्यहाँ सोध्नु सक्नुहुन्छ। यदि डिस्क्रिप्सनबाट वाट्सएप जोइन गर्नु साह्रो पर्यो भने तपाईँले 9883627153 यो नम्बरमा मेसेज गरेर डिएम गर्नुहोस् जोइन वाट्सएप भनेर छ। तपाईँ अटोमेटिकली वाट्सएप ग्रुपमा जोइन हुनुहुनेछ। सो त्यसमै वाट्सएप ग्रुपमै छ हाम्रो सबै नोट्सहरू भयो क्वेसन्स प्र्याक्टिस डाउटहरू क्लियर गर्ने सबै वाट्सएप ग्रुपबाटै हुन्छ। त तपाईहरुले वाट्सएप ग्रुप जोइन गर्न सक्नुहुन्छ। अनि ओके यति नै थियो गर्नुपर्ने। त पढाइ गर्दै गर्नुहोस्। अल द भेरी बेस्ट।